दाइ 2 प्लेट पानीपुरी राखिदिनु न। पानीपुरी? तिमीले मलाई पानीपुरी खिलाउन लिएर आएको, त्यही पनि यस्तो ठाउँमा? हैन, किन के भयो र? तिमीलाई थाहा छ नि आज हाम्रो पहिलो डेट हो र म घरबाट पठाएर तिमीलाई भेट्न आएको। थाहा छ मलाई, त्यही भएर त म तिमीलाई भेट्न आएको। तिमीसँग दिमाग छैन? पहिलो भेटमै यस्तो ठाउँमा लिएर आउने हो? मैले त राम्रो रेस्टुरेन्टतिर लैजान्छ, राम्रो ठाउँतिर लैजान्छ भनेर पो सोचेँ। यस्तो तिम्रो पहिलो भेटमै नराम्रो इम्प्रेसन पर्यो त। तिमीलाई के म यस्तो ठेलाको पानीपुरी खान्छु जस्तो लाग्छ? हैन, पहिलो भेटमा चाहिँ के पानीपुरी खानु नहुने हो र? थाहा छ तिमीलाई, मलाई मेरो घरमा बाबा मम्मीले केटी भेट्न जा, बिहे गर्नुपर्छ भनेर कति कर गर्नुहुन्थ्यो। तिमी पहिलो केटी हो मैले भेटेको। के तिमीलाई मसँग पैसा नभएर यस्तो ठेलामा पानीपुरी खुवाउन ल्याए जस्तो लाग्यो? यदि मसँग केही नभएको भए, मेरो घर परिवार राम्रो नभएको भए तिमीलाई पनि त मसँग भेट्न पठाउँथेन होला तिम्रो घर परिवारबाट। अहिले पनि मेरो पर्सनल खातामा 80-90 लाख रुपियाँ होला, तर म त्यस्तो देखाउने यताउति गर्ने खालको टाइपको मान्छे होइन नि त म। मैले तिमीलाई यहाँ लिएर आउँछु भनेर केही सोचेको थिएन। मैले त हाम्रो लागि भनेर 5 स्टार होटलमा टेबल बुक गरेर राखेको थिएँ। यो त अपर्चट भएको हो। जब तिमीलाई म यहाँ आइपुग्दाखेरि कल गरेको थिएँ नि, हेलो म आइपुगेँ त, तिमी कहाँ हो? म नि आइसकेँ त, कहाँनिर छौ तिमी? म यहीँ त छु, हेर त दायाँमा स्कुटरहरू राखेको छ नि। तिमीले मलाई यस्तो स्कुटरमा भेट्न आएको? किन के भएर स्कुटरमा चाहिँ आउनु हुन र? मेरो बाबा मम्मीले त घर गाडी छ भन्नुभएको थियो त, के यही हो? त्यो कुरा छोडिदेऊ, तिमीलाई पानीपुरी मनपर्छ? हेर्नु न त्यहाँ कस्तो मिठो पानीपुरी पाउँछ होइन त? हो त्यतिखेर तिमीले स्कुटरको नाम लिएर जुन मलाई व्यवहार गर्यौ नि, त्यतिखेरदेखिबाट मैले तिम्रो अहिलेसम्म जाँच लिइरहेको छु। त्यहाँ त मैले तिमीलाई कुरिरहेको थिएँ त, मैले त मेरो गाडी पार्किङ गरेर आएको। जे भयो राम्रै भयो। मैले पनि तिमीलाई चिन्ने मौका पाएँ। कहिले पनि मायालाई पैसासँग तुलना नगर, मलाई माफ गरिदेऊ।